उम्, जय श्री राधे, जय श्री कृष्ण। हजुरहरू हेर्दै हुनुहुन्छ यस भक्ति ज्ञान युट्युब च्यानलको मार्फतबाट स्वस्थानी व्रत कथा। स्वस्थानी व्रत कथाको आज हामी पञ्चम दिनमा उपस्थित भइसकेका छौँ र यो पञ्चम दिनमा उपस्थित हुँदै गर्दा भने आज हामी यो स्वस्थानी व्रत कथाको 5औं अध्यायलाई श्रवण गर्नेछौँ। हजुरहरूले एकाग्र चित्त भएर यो स्वस्थानी व्रत कथाको पञ्चम अध्याय यानि कि 5औं अध्यायलाई अवश्यमेव श्रवण गर्नुहोला। यो स्वस्थानी व्रत कथा श्रवण मात्रै गरेको प्रभावले गरेर पनि स्वस्थानी व्रत लिएको सम्मानको फल प्राप्त हुन्छ भनेर विभिन्न शास्त्रहरूले मत दिएका छन्। त्यही अनुरूपै हाम्रो यस भक्ति ज्ञान युट्युब च्यानलको मार्फतबाट हजुरहरूका सामु हामी नित्य प्रतिदिन यो स्वस्थानी व्रत कथा लिएर उपस्थित भइरहेका थियौँ। आज हामी पञ्चम दिनमा उपस्थित भइसकेका छौँ भने पञ्चम अध्याय यानि कि 5औं अध्यायलाई नै श्रवण गर्दै अगाडि बढ्नेछौँ। हजुरहरूले यस भक्ति ज्ञान युट्युब च्यानलको मार्फतबाट विभिन्न भिडियोहरू हेरिरहनु भएको होला। कुन क्षेत्रबाट हेरिरहनु भएको छ कृपया अवश्यमेव कमेन्ट गरिदिन भने नभुल्नुहोला। साथै हजुरहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्सक्राइब गरेर हामीमा जोडिनु हुन पनि म विनम्र अनुरोध गर्दछु। त्यसै गरी हाम्रो यो भिडियो हजुरहरूलाई कस्तो लाग्दैछ कृपया सल्लाह सुझाव र प्रतिक्रिया पनि अवश्यमेव दिनुहोला। आउनुहोस् हामी विलम्ब नगरिकन यस स्वस्थानी व्रत कथा आरम्भ गर्न गइरहेका छौँ। हजुरहरूसँग पत्रम पुष्प के सम्भव छ, धूपबत्ती फल नैवेद्यहरू के सम्भव छ ती कुराहरू हजुरहरूले लिएर प्रणाम गर्नुहोला, नमस्कार गर्नुहोला। स्वस्थानी माताको भक्ति मिलोस् भन्ने कामनाका साथ हजुरहरूले नमस्कार गर्नुहोला। ओम स्वस्थानी कन पूजनु यसरी नै वर्षै पछि माघमा, त्यसका पुण्य असंख्य छन् जति भनौँ सिद्धिन्न केही कालमा। पुजी पाजी सहे हजार गरिने गोदानको त्यो फल, कन्या दान र अन्नदान र करोडौँ हात्ती घोडा दलह। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतस्तुन्वन्ति दिव्यैस्तवैर्वेदैर्षङ्गपदाक्रमोपनिषदैर्गायन्ति यं सामगः। ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो, यस्यान्तं न विदो सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपु शुक्लाम्बरा मल्लिका, मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता। सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा, वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुलं लङ्घयते गिरिं, यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवते तस्मै व्यासायामृततेजसे, यस्य प्रसादवक्ष्यामि नारायणकथामिमां। नारायणं नमस्कृत्यं नरं चैव नरोत्तमं, देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयत्। देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयत्। श्री स्वस्थानी परमेश्वर्यै नमः। हामीले यो स्वस्थानी व्रत कथा यानि कि स्वस्थानी माताको प्रार्थना भगवतीको कृपा प्राप्त होस् भन्ने दृढ कामनाका साथ लिएको जुन पत्रम पुष्पम जे हजुरहरूले लिनुभएको थियो ती कुराहरू स्वस्थानी परमेश्वरलाई अर्पण गरिदिनु होला। र सम्भव छ भने फेरि पनि हजुरहरूले यिनै स्वस्थानी भगवती माताको कृपा प्राप्त होस् भन्नका निमित्त फेरि पत्रम पुष्पम जे सम्भव छ लिएर नमस्कार गर्नुहोला। हामी अब विलम्ब नगरी किनभने यो पञ्चम अध्यायको कथालाई श्रवण गर्दै अगाडि बढ्नेछौँ। अब पञ्चम अध्यायको प्रारम्भ हुँदै जाँदा यहाँ कुमारजीले भन्दै हुनुहुन्छ, हे मुनि, हे अगस्त्य मुनि, तिमीले सोधेको सबै प्रश्नको उत्तरहरू त मैले दिइसकेँ।
अब के सुन्ने इच्छा छ त्यो पनि मलाई भनिदेऊ भनेर यस्ता प्रकारले जब भन्दै हुनुहुन्छ, अब के सुन्ने इच्छा छ त्यो पनि भन, म सबै कुराहरू तिमीलाई सुनाउन तयार रहेको छु। त्यति भनेको सुनिसके पश्चात भने अगस्त्य मुनिले भन्न लाग्नुभयो, हे कुमारजी, त्रिपुरासुरले कसको तपस्या गर्यो अनि त्यसलाई श्री महादेवले कसरी भस्म पारिदिनु भयो, यो पनि मेरो सुन्ने इच्छा छ, त्यो सबै मलाई बताइदिनुहोस् भनिसके पश्चात यस्तो प्रश्न सुनेर कुमारजीले भन्दै हुनुहुन्छ, हे मुनि, अघि यो विष्णु भगवानले हिरण्याक्ष नामको दैत्यको वध गर्नुभयो अनि समस्त दैत्यहरू दुःख भएर खेद गर्न लागेका थिए। तब मया नामको एउटा दैत्यले मनमा विचार गर्न लाग्यो, जस्तो कामदेव नहुँदा रति भइन् त्यस्तै त्यो दानवराज मय पनि भयो अनि बलवान तारकाक्ष र विद्युत प्रभा नाम गरेका आफ्ना मित्र समेत लिई मयले कठोर तपस्या गर्न लाग्यो अनि तिनैजना दैत्यहरू माघ पुसको जाडोमा हिमालयमा गएर तपस्या गर्न लागे अनि वैशाख जेठको घनघोर गर्मीमा भने पञ्चाग्नि यानि कि 5वटा अग्निहरू बालेर त्यसको ताप लिएर त्यस प्रदेशमा गएर जुन ठाउँमा गर्मी हुन्थ्यो त्यस ठाउँमा गएर भने तपस्या गर्न लागे अनि यस्तो प्रकारले घोर तपस्या गर्दा गर्दा 10,000 वर्षसम्म ती राक्षसहरूले तपस्या गर्न लागे अनि तिनका देहमा केवल हाडछाला मात्र बाँकी रहेको थियो। फेरि ती ठुलो सुखबाट पनि वञ्चित भए र तैपनि तिनीहरू सूर्य जस्तै तेजिला देखिन लागे। तिनको तपस्याले ब्रह्माजी प्रसन्न भएर तिनैजनाको अगाडि पुग्नुभयो र ब्रह्मजीले भन्न लाग्नुभयो, हे दैत्यहरू, तिमीहरू दैत्यहरूमा श्रेष्ठ छौ, तिमीहरू वीर हो, तिमीहरूको तपस्याले म प्रसन्न भए, जे इच्छा छ त्यो वर माग भनेर यस्ता प्रकारले ब्रह्माजीले भन्न लाग्दा ब्रह्माजीको त्यस्तो वचन सुनेर ती राक्षसहरूले ब्रह्माजीलाई साष्टाङ्ग दण्डवत गरे र केवल घुँडाले मात्र भूमिमा स्पर्श गरे, हात जोडेर बिन्ती गरे, हे प्रभु, हजुर प्रसन्न हुनुहुन्छ भने हामीलाई अमरत्व यानि कि कहिले नमर्ने खालको वरदान दिनुहोस्, बल पराक्रम पनि ठुलो होस्, फेरि विमान समान जो हामी 3 पुर बनाउने छौँ त्यसमा मनुष्यको गति नहोस्, हामी ठुला बलवान हौँ, यही वरदान दिनुहोस् भनिसके पछाडि दैत्यहरूले यस्तो वर मागेको सुनेर ब्रह्माजीले भन्न लाग्नुभयो, हे दैत्य हो, जुन त्यो अमरत्वको वरदान दिन त म स्वयं असमर्थ छु, किनकि मृत्युको अवकाश राखेर अर्को वर माग, किनकि यसमा अन्यथा नमान, किनकि म आफै पनि अमरत्व छैन, म आफै पनि कुनै न कुनै दिन मर्नु नै पर्नेछ। त्यस कारणले गर्दा जुन वर म आफूमा पनि लागू गर्न सकिरहेको छैन त्यो वर म तिमीहरूलाई दिन सक्दिनँ, तिमीहरू अर्को वर माग भनेर यस्ता प्रकारले ब्रह्माजीले ती दैत्यहरूलाई भन्न लाग्नुभयो। अनि ब्रह्माजीको यस्तो वचन सुनिसके पश्चात ती दैत्यहरूले भन्न लागे, हे प्रभु, अघि मैले भने जति सबै कुरा आओस्, मृत्युलाई ती मैले बनाएका पुरहरूमा एकै स्थानमा रहने छैन। जब 10,000 वर्ष पुग्ला ती पुरको केवल आधा निमेष मात्र मेल होस् अनि त्यही आधा निमेषभित्र जो एक बाणले ती 3 पुरलाई नष्ट गर्न सकोस्, यही पुरुष हामीलाई मार्न सकोस्। मयका यस्तो वचन सुनेर तथास्तु भनेर ब्रह्माजीले आफ्नो लोकतर्फ जान लाग्नुभयो अनि तब त्यो मय दानवले संसारै नाश गर्ने इच्छा लिएर आदि कल्पमा 3 पुरको रचना गर्न लाग्यो अनि 3 पुरमा पहिले फलामको, दोस्रो चाँदीको र तेस्रो सुनको पुर बनाउन लाग्यो अनि ती 3 पुर आकाशमा सुमेरु पर्वतका टाकुरा हुन् कि जस्ता देखिन थाले। ती पुरहरू चन्द्रमाका किरण लाग्नाले अति शीतल भएका, स्थान स्थानमा आँखी झ्यालहरू बनेका, घरका अट्टालिकाहरू पनि अति अग्ला र आँगनहरूमा पनि राम्रा राम्रा देख्दै मनलाई मोह पार्ने शिलाहरूले छापेका, स्थान स्थानमा सुनले मडेका, उत्तम पुरद्वारहरूमा रङ्ग बिरङ्गका रत्न जडेका, मुगा मोती माणिक्य स्थान स्थानमा जडाएर बिजुलीको प्रकाश समान रत्नहरूको चारैतिर प्रकाश फैलिएको बनायो अनि चित्र विचित्र प्रकाश फैलाउने गरी हिरा मोती आदि रत्न जडेको, वायुको वेग लाग्नाले फरफराएका पातकाहरूको शोभायमान भएका घरहरूमा पङ्क्तिहरू पनि रत्न समूहका थुप्रा नै हुन् कि भन्ने भान पर्यो र फराकिला मार्गहरू पनि सिँगारिएका अत्यन्त राम्रा पुर तयार गरायो।
अब घरमहलहरूमा पनि अनेक रङका मन हरण गर्ने रत्नहरूले सुशोभित ध्वजापताकाहरूले श्रृङ्गारेर ती विमान जस्ता तिनपुरलाई शोभायुक्त बनायो। अनेक रत्न चढेका गमलाहरूमा रङ्गबिरङ्गका जात जातका उत्तम सबै ऋतुहरूमा फुल्ने फुलहरू र त्यस्तै षट ऋतुमा फल्ने फलका वृक्षहरू लगायो। अनि तलाउहरूमा पनि अनेक प्रकारले कमल कमलिनी कमोदिनीका पुष्पले शोभायमान भएका तयार गरायो। यस्ता प्रकारले त्रिपुरावासीहरूको शोभाले युक्त महल तयार भयो। अनि फेरि मयूर डाँफे आदि उत्तम पंक्षीहरूले युक्त र पुरुषका नङ लाग्नाले जसका पयोधरका गोलाकार घोरामा अर्धचन्द्रकार घाउ लागेका कलश जस्तै ठडिएका कुच भएका मदिराले राता राता आँखा भएका लाजले मुसुक्क हास्य गर्ने अनि लोलिएका नेत्र भएका यस्ता अनिद्य सुन्दरीहरूले व्याप्त भएको त्यो त्रिपुर परैबाट पनि अत्यन्तै रमणीय देखिन लाग्यो। अनि यस्तो त्रिपुर मध्ये जो फलामको थियो त्यो मयले तारकक्ष नामको आफ्नो मित्रलाई दियो। अर्को चाँदीको सुन्दर पुर थियो त्यो विद्युत प्रभालाई दियो। अनि जुन सुवर्णले यानि कि सुनले बनेको सबैभन्दा उत्तम थियो त्यो मयले आफूलाई लियो। अनि त्यो त्रिपुर दैत्यलाई मय मन्त्रीवर्गले शोभायमान भयो। अनि त्यो दैत्यराज आफ्ना शत्रुहरू र तिनका सेनालाई परास्त गरेर आफ्ना हितैषी ब्राह्मण वर्ग र भृत्य वर्गले सहित भई आफ्ना आफ्ना सुन्दर स्त्रीहरूका साथमा लिई बस्न लाग्यो र स्वर्गभन्दा पनि बढ्ता सुख भोग गर्न लाग्यो। अनि तिनै लोकका आनन्दलाई ध्वंस गर्न लाग्यो। अनि साथै अभिमानले भरिएका देवताहरू सबै विभाजित भए। अनि भन्ने मनमा सोच्न लाग्यो र तिनीहरूलाई मार्न लागे। अनि उनका बगैँचाहरूमा असल वृक्ष र बिरुवाहरू उखेलेर फाल्न लागे। के आफ्ना बगैँचाहरूमा सार्न लगाए। यसरी देवताहरूलाई दुःख दिएको निकै समय व्यतीत हुँदै गएको थियो। तब तिनीहरू देखेर सबै देवताहरू क्रोधित भएर ब्रह्माका अगाडि गई त्रिपुर निवासी दैत्यहरूको सारा अन्याय र उपद्रव विस्तार पूर्वक सुनाउन लाग्नुभयो। अनि ब्रह्माजीले समस्त देवताहरूलाई शान्त गराएर आज्ञा गर्नुभयो, हे देवगण हो, त्रिपुरासुर दैत्यहरू बडो बलवान भएका छन्। तिमीहरूद्वारा तिनको नाश हुन सक्दैन। तसर्थ नारायण आदि सकल देवता यानि कि महादेवका शरणमा जाऊ। महादेवले नै हाम्रो उद्धार गरिदिनेछन्। भनिसके पछाडि उनले हाम्रा शत्रु ती दैत्यहरूको अवश्य नाश गरिदिनेछन्। ब्रह्माजीको यस्तो हितपूर्ण वचन सुनिसके पश्चात ब्रह्मा विष्णु इन्द्र यम चन्द्र कुबेर वायु समेत सबै देवताहरू ब्रह्मालाई अघि लगाएर कैलाश पर्वतमा पुग्न लाग्नुभयो। अनि त्यहाँ महादेवको दर्शन पाएर हात जोडेर स्तुति गर्न लाग्नुभयो। हे महादेव, हे पिनाकधारी, हे चन्द्रमौली, हे त्रिलोकेश, अमित पराक्रमी, हजुरलाई कोटि कोटि नमस्कार छ। हे चन्द्रशेखर, हे त्रिलोक देव, हे चन्द्रमौली जटाधारी नीलकण्ठ, हजुरलाई कोटि कोटि नमस्कार छ। संसारलाई शरणमा लिने, नन्दीलाई वर दिने अनि देवताहरूका पनि देवता यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। थोरै सेवाले पनि प्रसन्न भएर वर दिने, यज्ञका मालिक, हिमालयमा निवास गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। योगीहरूले सदैव ध्यान गरिरहने, जगतको वैभवलाई तुच्छ ठान्ने अनि धर्ममा दृढ रहने, दिशारूपी वस्त्र धारण गर्ने, भक्तलाई वर दिने ब्रह्माण्डका धाता विधाता यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। हे प्रभु, सूर्य चन्द्र इन्द्र वायु आदि देवताको सृष्टि र पालन गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। सूक्ष्म भन्दा पनि अति सूक्ष्म काल स्वरूप नित्य स्वरूप धारण गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। हे प्रभु, पर भन्दा पनि पर यानि कि पर ब्रह्मा स्वरूप शङ्करजीलाई हजुरलाई कोटि कोटि नमस्कार छ। अनि परब्रह्मा स्वरूप शङ्करजीलाई कोटि कोटि नमस्कार छ। सारा ब्रह्माण्डलाई आफ्नो धारणमा राख्ने, सूर्य चन्द्र वायु अग्नि जल एवं आकाशको रचना गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। हे पुरुषोत्तमम, हे त्रैलोक्यको सृष्टि स्थिति संहार गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। पुषाको दाँत भाँच्ने, दक्षको यज्ञलाई नाश गरिदिने, कामदेवलाई भस्म पार्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। सुरासुरका उत्पत्तिकर्ता, यज्ञका हर्ता धर्ता हे नीलकण्ठ, हजुरलाई कोटि कोटि नमस्कार छ। निरन्तर सुधा स्वरूप पार्वतीका भर्ता, गणेश कुमारका पिता, हजुरलाई कोटि कोटि नमस्कार छ। सदा मोक्ष रूप वरदान दिने हे विघ्नेश्वर, हे ब्रह्मात्मा, हे परदाता, हजुरलाई कोटि कोटि नमस्कार छ। हे यज्ञेश्वर, हे चण्डीश्वर,
हे रुद्र, हे सर्व, हे शम्भु, हे भीम, हे ईश्वर, हजुरलाई कोटि कोटि नमस्कार छ। हामीदेखि प्रसन्न हुनुहोस्। यस्तो देवताहरूले कातर भएर स्तुति गरेको सुनेर तिनका मनको भाव जानेर महादेवले आज्ञा गर्न लाग्नुभयो। हे देवता हो, जो इच्छा छ वर माग, म तिमीहरूको वरले म तिमीहरूलाई वरदान दिन चाहन्छु। तिमीहरू वर माग भनेछ र तिमीहरू निसङ्कोच भएर वर माग, म पूर्ण रूपले तिमीहरूलाई त्यो वर दिनेछु भनेर यस्ता प्रकारले महादेवले आग्रह गर्नुभयो। र यस्तो महादेवको आज्ञा सुनेर प्रसन्न भएका देवताहरूले विनम्र स्वरमा बिन्ती गर्न लागे। हे प्रभु, ब्रह्माको वरले उन्मत्त भएका मया आदि दानवहरूले हाम्रो उर्वशी, मेनका आदि अप्सराहरू बलजफत लुटेर लगे। नन्दवनका असल असल बोट बिरुवा पनि कति उखेलेर नासे, कति आफ्ना घरमा ओसारे। देवताहरूको नाश गर भन्दै हामीलाई अनेक तरहले कष्ट दिइरहेछन्। अमरावतीबाट पनि निकालिदिउँ भगवान, ती दैत्यको संहार गर्न ब्रह्मा विष्णु पनि समर्थ छैनन्। हे ईश्वर, अब जसरी पनि देवताहरूको भलो हुन्छ सोही वरदान हामीलाई दिनुहोस्। यस्तो सुनेर शिवजीले फेरि भन्नुभयो, हे देवता हो, तिमीहरू मेरो रुद्र तेजको एक अंश धारण गरी रुद्र तेजोमय रूपले ती दानवहरूको संहार गर। शिवजीको यस्तो वचन सुनिसके पछाडि देवताहरूले फेरि बिन्ती गरे, हे भगवान, हामी हजुरका तेजको 1000 अंशको एक अंश पनि धारण गर्न समर्थ छैनौँ। रुद्र तेज धारण गर्ने कुरा त हामीबाट परै रहेको छ, हेर्ने शक्तिसम्म पनि हामीलाई छैन। हे प्रभु, हामी माथि कृपया प्रसन्न भएर हाम्रा उपर त्यो अजेय त्रिपुरासुरलाई स्वयं संहार गरिदिनुहोस्। प्रभु, ब्रह्माजीको वरदान अनुसार दिव्य 10,000 वर्ष बितिसके पछाडि आधा निमेष त्यो त्रिपुरको मिलन हुनेछ। उही आधा निमेषभित्रमै त्यो त्रिपुरलाई जसले एकै बाणले भस्म पार्ला उसैद्वारा ती दैत्यहरूको संहार होला, अन्यथा तिनीहरूको मृत्यु हुने छैन। हे शशिशेखर, हामीदेखि प्रसन्न भई पापिष्ट त्रिपुरासुरको वध गरिदिनुहोस्। देवताहरूको यस्तो प्रार्थना सुनिसके पछाडि भगवानले फेरि आज्ञा गर्नुभयो, हे देवता हो, त्यस्तो अभेद्य त्रिपुर छ भने तिमीहरूको हितका निमित्त म एउटै बाणले ती तीनै पुरलाई भस्म पारिदिनेछु। यस्ता अजेय दानवहरूका साथ युद्ध गर्दा मेरो शक्ति थाम्न सक्ने हिमालय समान मेरो निम्ति एउटा रथ तयार पार, अनि म युद्धमा जानेछु। महादेवको यस्तो आज्ञा सुनिसके पछाडि प्रसन्न भएर देवताहरूले महादेवलाई प्रणाम गरेर भन्दछन् र देवताहरूले तत्काल विश्वकर्मालाई बोलाएर महादेवको निमित्त समस्त देवता रूपी अवयव भएको सुवर्णमय रथ तयार गर्न लाउनुभयो। र त्यसै अनुरूप विश्वकर्माले पनि एउटा दिव्य रथको तयार गरिदिनु भयो। त्यस रथका दुवै पाङ्ग्रा यानि कि चक्काहरू सूर्य र चन्द्र भएर बस्न लाग्नुभयो। दक्षिण पाङ्ग्रामा 12 सूर्य भूषण बनाइयो भने बायाँ चक्रमा 27 नक्षत्र 16 कलश कलाभूषण गराइयो। 6 ऋतु रथमा दायाँ बायाँ राखियो। आकाशको गजुर र पाङ्ग्रा अडियाउने दण्ड मन्दराचल पर्वतको बनाए। अनि अयन र संवत्सर रथका बेगहरू भए। 4 समुद्र रथका कुण्डलिका भए। अनि गङ्गादी समस्त तीर्थ राम्रा राम्रा वस्त्र आभूषण पहिरी स्त्री रूप धारण गरेर हातमा चम्मर लिई रथमा उभिन लाग्ने। अनि सारथी भने स्वयं ब्रह्माजी भने। अनि ब्रह्मस्वरूप ओमकारको कोर्रा बनाएर विन्ध्याचलको छत्र निरूपण गरे। अनि मन्दराचलको पार्श्वदण्ड बनाए। सरस्वती घण्टा भई श्रीनारायण अग्नि बाणको टुप्पो भएर बस्न लाग्नुभयो। र 4 वेदहरू घोडा भएर बस्न लाग्नुभयो। ताराहरू घोडाका गहना भएर बस्न लाग्नुभयो। हे अगस्त्य मुनि, यसरी समस्त वायु त्यस रथका अवयव भए। यसरी जब धनुबाण सहित रथ तयार भयो तब पृथ्वी र आकाश कम्पित पार्दै भगवान शिव त्यस रथमा आरूढ हुनुभयो। र त्यस रथका अघि पछि शिवका गण शङ्कुकर्ण, चण्डेश्वर, गणेश, नन्दी आदि ग्रमथ प्रमथ गणहरू शूल, पट्टिस आदि अनेक शस्त्र र अस्त्रहरू लिएर शङ्ख, बेरे, मृदङ्ग, बाजा बजाउँदै महादेवमाथि अनेक थरीका पुष्पको वृष्टि वर्षा गराउँदै त्यस बेलाको रुद्र तेज शयन गर्न नसकी समस्त देवताहरू मोहमा प्राप्त भए। र महादेवले देवताहरूको स्थिति देखेर आफ्नो तेज खिचेर केही कम पार्नुभयो। अनि देवताहरू रुद्र तेज सहन गर्नमा किञ्चित समर्थ भए। त्यसपछि नारद मुनि ती दैत्यहरू समक्ष गएर भन्न लाग्नुभयो, हे दैत्यराज, देवताहरूको स्तुतिले प्रसन्न भएका महादेव स्वयं तिमीहरूलाई सम्मान गर्न यहाँ आइरहनु भएको छ।
अब तिमीहरूको जो इच्छा छ त्यो गर, नभए तिमीहरूको अविलम्ब नाश हुनेछ। नारदजीको यस्तो वचन सुनेर दैत्यराज मयले आफ्ना मित्र तारकाख्य, विद्युतमाली र अन्याय योद्धाहरूलाई बोलाउन लागे र नारद मुनिले आज्ञा भएको सबै कुरा विस्तारले सुनायो। अनि दानवमा उत्तम बलवान भएको तारकाख्यले भन्न लाग्यो, हे राजन, किन चिन्ता गर्नुहुन्छ? किन चिन्ता गर्नुहुन्छ राजन? देवताहरू यथार्थ रूपमा वध्य छन्। यदि समस्त देवता, यक्ष, गन्धर्व, किन्नर आए पनि त्यो त्रिपुर अवेद्य नै रहनेछ। फेरि शत्रुलाई जिन्न, साम, दाम, दण्ड, भेद आदि अनेक किसिमका नीतिहरू छन्। अत जित्ने इच्छा भएका बलवान शत्रुलाई आफ्नो पराक्रमद्वारा दण्ड दिनु नै उचित हुनेछ। अब अनि त्यस पश्चात भने वीर तारकाख्यको यस्तो वचन सुनेर विद्युतमालीले भन्न लाग्नुभयो, हे राजन, श्रीहीन र बलहीन देवता कुनै प्रकारले पनि हामीसित युद्धमा अगाडि आउन भने सक्दैनन्। यदि कोही मूर्खता गरेर हामीसित युद्ध गर्न अघि सर्दछ भने त्यो अवश्य क्षयमा प्राप्त हुनेछ। यसमा कुनै पनि प्रकारको शङ्काहरू छैनन्। हे देव, हे राजन, यसमा चिन्तित हुनुपर्ने केही कुरा नै छैन। एकमत भएर युद्ध गरौँ अनि समस्त देवताहरूलाई जितेर इन्द्रको पद पनि भोग गर्नु पर्दछ। हामीले इन्द्रको पद पनि हामीले नै भोग्नु पर्दछ। एकमत भएर युद्ध गरौँ, इन्द्रको पदलाई हामीले देवताहरूलाई त्यस युद्धमा जितेर इन्द्रको पदलाई हामीले भोग गर्नुपर्नेछ। फेरि अघिका हिरण्याक्ष र हिरण्यकश्यपको पद चाहिँ 14 भुवनको अङ्कटक राज्यमा भोग गराउनु पर्दछ। अनि विद्युतमालीको यस्तो कुरा सुनेर मैले शान्त स्वरमा भन्न लाग्यो, हे दैत्य हो, सुनौ, अब हाम्रो नाशको बखत आइपुग्यो। यति भनेर देहमा कम्पित हुन लाग्यो र शिर हल्लाउँदै फेरि भन्न लाग्यो, जो शत्रु हामीभन्दा बलियो र निर्बल छ त्योसित साम, दाम, दण्ड, भेद आदि नीतिको प्रयोग गर्न सकिन्छ। तर यी त सम्पूर्ण जगतका स्वामी महादेव हुन्। उनी दानव र देवताभन्दा धेरै वार्ता श्रेष्ठ छन्। यति देवताको हितका लागि उनी स्वयं हामीलाई मार्न आइरहेका छन् भने यस्तो त कुनै पनि उपाय छैन। केवल महादेवको नजिकमा गएर उनलाई नमस्कार गरौँ र भनौँ कि यो हाम्रो अन्तिम निर्णय हो। यदि हामी उद्दण्ड चाहिँ कठोरता धारण गरेर उनका सामु युद्ध गर्न गयौँ भने केवल उनको हेराइले नै हामी भस्म हुनेछौँ। ब्रह्मादि देवता पनि दुखी भएर जसका शरणमा जान्छन् भने आज उनी ईश्वर हाम्रो नाश गर्न आइरहेका छन् भने हाम्रो के गति होला भन्न सकिन्न। यो क्षण मात्रमा सम्पूर्ण सृष्टि पालन नाश गर्न सक्दछन्। फेरि यो जगतका कारण र मुक्तिदाता पनि त उनी हुन्। ती महादेवसित युद्ध गरेर हामी कसरी जित्ने आशा गर्न सक्दछौँ? हे वीर, हाम्रो बुद्धिहीन, हाम्रो विधिहीन तपले केही हुन सक्दैन। फेरि त्यसको फल हामीहरूले धेरै वर्षसम्म भोग गरिसक्यौँ। अतः म भन्दछु, हे दानवीर हो, तिमीहरू सबै कालले प्रेरित छौ, त्यसै कारण युद्ध गर्न तम्सिरहेका छौ। मयको यस्तो कुरा सुनेर नारद मुनि उन्मत्त दैत्यहरूको मृत्यु रूपको कुरा भन्न लाग्नुभयो, हे दानवराज, अब तिमीहरूको तपस्या सकियो। यदि सङ्ग्राममा पछि हटेर नपुंसक जय देवताहरूको शरणमा जानुभन्दा त सङ्ग्राममा लडेर वीरगति पाउनु नै उत्तम ठान्दछु। यदि शिवका हातबाट मर्न पायो भने उनका ग्रमत गढको अधिपति पनि त हुन सक्दछौ। सङ्ग्राम नगरेर शरण पर्न गयो भने पनि देवताको हितका लागि तिमीहरूलाई नमारेर छाड्ने छैनन्। फेरि दानवहरूका राजा वीर पराक्रमी भएर पनि कायरतातिर लाग्नु भने उचित चाहिँ हुने छैन। कायरदेखि शिवजी प्रसन्न हुँदैनन्, बरु युद्धमा पराक्रम देखाउने वीरदेखि प्रसन्न हुनेछन्। अतः किन डराउँछौ? किन डराउँछौ? नडराऊ अनि अवश्य लड। तिमीहरू लड्नमा तिमीहरू पछाडि नसर। यदि संयोगले जित्यौ भने तिनैलोकको सुख भोग गरौला। नारद मुनिका यस्तो कुरा सुनेर भने तारकाख्य र विद्युतमाली दानवहरू आयुष्य क्षीण भइसकेका हुनाले भन्न लागे, ठिक हो, नारदजीको यो उत्तम विचार हो। नारदजीको आज्ञा यानि कि नारदजीले भन्नुभएको कुरा एकदम उचित हो। दानवराज मयले पनि आफ्नो सहयोगीहरूका कुरा सुनि अब समस्त दानव वंशको उद्धार हुने समय भयो भन्ने जाने नारदजीले आज्ञा भएको उचित हो भनेर समर्थन गर्न लागे। अनि मयका वचन सुनेर नारदजी पनि प्रसन्न हुनुभयो र समस्त
दैत्यहरूलाई युद्ध गर्न उद्यत पारी मयसित बिदा मागेर महादेव समक्ष गएर उहाँ भएको कुरा सबै निवेदन गर्न लाग्नुभयो। त्यसपछि समस्त दानवहरू युद्धको इच्छा गरी अनेक तरहका शास्त्रास्त्रहरूले सज्जित भई लड्नलाई तयार हुन लागे। अनि बलनामा, नेमिनामा, बाणासुर, ताराकाख्या, विद्युतमाली आदि प्रधान देवता दानवहरू पनि युद्धको निश्चय गरी राजा मयका सामुन्यमा आएर बस्न लागे। अनि अनेक प्रकारले सिंहासन गर्दै गर्जन थाले। फेरि ती दानव सैन्य स्वयं दानवहरूलाई नै भयदायक देखिन लागे। परस्पर ऊ रथ आयो, उता हेर, ऊ महादेवका रथको ध्वजा देखिन भन्न लागे। भय र शोक त्यागेर नाना तरहका शास्त्रले युद्धको इच्छाले जसरी पशु आगोको नजिक गए झैँ कालले प्रेरित दैत्यगण शिवजीको रथ कहिले आइपुग्छ, युद्ध गर्न पाइन्छ भनी हेरिरहेका थिए। त्यसै बखतमा भने पश्चिम सागरको शिरोभागमा रहेको अनेक सौन्दर्यले शोभा बढाएका ध्वजा पटाका आदिले सज्जित एवं सुशोभित सुमेरु पर्वत समान त्रिपुर देखिने नन्दीश्वर आदि महादेवका प्रधान गणहरू उच्च स्वरले सिमनाद गर्न लागे। तिनको सिमनाद सुनेर दानव गणहरू पनि नगर छाडेर बाहिर निस्के। यता चण्डेश्वर पनि उज्जवल कुठार हातमा लिएर डरलाग्दो मुख पारेर शिवगढका सामुन्ने आए। फेरि देदीप्यमान त्रिशूल हातमा लिएर शिवकै समान पराक्रम गर्ने इच्छा भएका गणका अधिपति पार्श्वभाग आए। अर्को गणका स्वामी शङ्कुकर्ण मुसल हातमा लिएर अर्को पार्श्वमा डटे। नन्दी, भृङ्गी, रेटी, तुण्ड, वीरभद्र आदि प्रधान वीरहरू पनि वज्र, त्रिशूल, गदा, पारिग आदि लिएर युद्धमा अग्रसर भए। यता दानवगणहरू पनि शिवजीको रथ आएको देखेर युद्धका निमित्त अनेक शस्त्र र अस्त्र लिएर शिवगणहरूका नजिकमा जाइ लागे। अनि दुवै तर्फबाट युद्ध सुरु भयो। शिवजी पनि त्रिपुरलाई भस्म हुन लागे झैँ देखेर प्रसन्न मुद्राले सङ्ग्राममा तत्पर हुनुभएको थियो। नन्दी महाबली दानवसित जुधे भृङ्गीले 10 बाणद्वारा विद्युत प्रभालाई भेदन गरे। तर रात नेत्र पारेर अनेक त्रिशाले ठोक्दा पनि उसलाई केही हानि गर्न सकेनन्। तब श्रृङ्गी र ऋटीले त्यस्ता दैत्यका पृष्ठदेशमा प्रहार गरे। अनि उसले पनि सर्प झैँ निश्वास फेर्दै ठुलो शूलले भृङ्गी र ऋटीलाई मर्ममा प्रहार गर्न लाग्यो। त्यसको पीडा खप्न नसके भृङ्गी र ऋटी सङ्ग्रामबाट भागे। अनि त्यस दानवराजले तब तिनीहरूलाई यसरी भगाए थियो। तब गणनायक गणेशजीलाई पनि 1000 सरको प्रहारले घायल तुल्यायो। फेरि 63 र 10 बाण थपेर गणेशको सर्वाङ्गमा घाउ बनाइदियो। बेरीको यस्तो अदम्य साहस देखेर गणेशजी पनि रिसाई सुन लामो पारेर त्यस दानको घाँटीमा बेरी बेसरी निमोठेर मत्ता हात्तीले तलाउमा फुलेको कमलको पुष्पलाई सहजै उखेलेर फालेझैँ गरी विद्युत प्रभा दानवको शिर उखालेर फालिदिनु भयो। अनि गेडबाट छुट्टिएको उसको शिर सरोवरबाट छुट्टिएर हात्तीका दाँतमा अड्केको कमलको पुष्प चाहिँ सुशोभित हुन लाग्यो। त्यो देखेर भृङ्गी र ऋटीले अनेक स्तुति गान गर्न लागे। अनि बलनामा दुवै दानव रिसाएर गणनायक गणेशका सर्वाङ्गमा बाण हानेर घाउ लगाउन थाले। यी दानव शङ्कुकर्णले बीचमै रोकेर तिनका रथ, सारथी, ध्वजा र घोडा सबै काटी मानि विरथी गराए। ती दुवै दानवहरू पनि तत्काल अर्को रथमा चढेर आई चण्डेश्वर र गणनायकका सबै अङ्गहरूमा पुग्न लागे। गणनायक र चण्डेश्वरले पनि दानवहरूका प्रहार खपेर रिसले रात आँखा पारी हातमा मुसल्ली बेगले हाने। त्यसको चोट खप्न नसके दुवै दानव यमराजको नगरमा पुग्न लागे। त्यसपछि त्रिपुर निवासी ठुला जो योद्धाहरू थिए ती सबै रिसले चुर भई एकसाथ निस्केर ब्रज, त्रिशूल, परिग, कुठार आदि अस्त्र लिएर शिवजीका गणमाथि जाइ लागे। यसरी परस्पर घोर घमासान सङ्ग्राम चल्न लाग्यो। महादेवको आज्ञा पाएर शिवगणहरू पनि गजराजले कदली वन ध्वस्त पारे झैँ उन्मत्त सिंहको मृगहरूलाई भड्काए झैँ गरी ती दानवहरूलाई छिन्न पारेर मार्न लागे। ती दैत्यहरूमा कसैका शिर छैनन्, कसैका गिण छैनन्। त्यस युद्धमा रगतको नदी बगे झैँ भयो। वायुको बेगले छिन्न भएका मेघ झैँ र ब्रजको चोटले धुलो भएका पर्वत शिखर जस्तै लड्दै पश्चिम समुद्रमा गिर्दै गए। जब निमिनामा र बलनामा वीरहरूलाई शङ्कुकर्णले मारे भन्ने सुनिसके पछाडि भने ताराकाख्या नाम गरेको दानव रिसाएर गणनायक माथि झम्टियो र अनेक बाण प्रहार गरेर घायल पारिदियो। तब शङ्कुकर्णले पनि त्यसको प्रहार खपेर त्यसको शिरमा मुसल बजारेर उच्च स्वरले सिंहनाद गर्न लाग्नुभयो। अनि त्यो दानव केही बलहीन भएर गिर्ला जस्तै देखिन लाग्यो। अनि निर्धक्कसित
त्यसका छातीमा भाला प्रहार गर्न लाग्नुभयो अनि त्यस चोटले दानव भूमिमा लड्यो, तर जुरुक्क उठेर फेरि उनैलाई जाई लाग्यो, उनैमाथि जाई लाग्न लाग्यो अनि चक्र लिएर गणनायक माथि प्रहार गर्न लाग्यो अनि शङ्खको कर्णले रिसाएर साह्रै पीडा गर्ने गरी मुड्कीले हिर्काउन लाग्नुभयो। त्यो चोटले दानव फनन घुमेर मूर्छा पर्यो र दिव्य आयुधहरू त्याग्यो अनि त्यो चोट खप्न नसकेर मृत्युमा प्राप्त गर्यो। त्यसरी उसलाई गिरेको देखेर उठाए राजा मयले भवनमा लगेर सारा स्थिति सुनाउँदै अनेक किसिमले विलाप गर्न लागे। यसरी रोई विलाप गर्न लागेको दानवहरूलाई मयले राम्ररी बुझाई भन्यो, हे दानव हो, मेरो घरमा अमृतको कुण्ड छ, त्यसैमा चोबी मरेका जति सबै दानवहरूलाई बचाऊ। यदि सुनिसके पछाडि जो आज्ञा भने प्रसन्न मनले मरेका तारकाख्यालाई अमृतमा चोबेर बचाउन लागे र मरिसकेका वीरहरूलाई पनि जीवित प्रदान गरे भन्ने खुसीले राजा मयलाई सबैले बारम्बार प्रणाम गरे। यसै गरी मरेका अरू दानवहरूलाई पनि जीवित पारिदिए अनि त्यो तारकाख्या पहिले भन्दा पनि दोब्बर साहस र शक्तिसाथ सङ्ग्राममा आउन लाग्यो। ब्रह्माजीले त्यसलाई देख्न साथ आफ्नो दाहिने हातको औँलाले सङ्केत गरेर श्री महादेवलाई विनम्रपूर्वक भन्न लाग्नुभयो, हे ईश्वर, त्यो दानव अघि नै मरिसकेको थियो, तर अहिले फेरि बाँचेर लडाइँमा आयो। मयका घरमा अमृतको कुण्ड छ, त्यसले मरेका समस्त दानवहरूलाई बचाउनेछ। अत हे शिवजी, त्यसका घरमा अमृत रहेसम्म मरेका दानवहरूलाई मार्नु व्यर्थ छ। त्यसले बारम्बार ती दैत्यहरूलाई बचाइरहनेछ। यसकारण एक बाण प्रहार गरेर त्यो अमृत सोसी लिनु पर्दछ। ब्रह्माजीको वचन सुनिसके पछाडि शिवजीले एउटा मात्रै बाणलाई प्रहार गर्नुभयो र सारा अमृतलाई त्यही बाणले सोची लिनुभयो अनि ब्रह्माजीले फेरि विनम्रपूर्वक बिन्ती गर्न लाग्नुभयो, हे प्रभु, अब यो बाण प्रहार गर्नुहोस्। मैले त्रिपुरासितको युद्ध अगाउँजी देखेँ, लड्दा आज 1000 वर्ष बितिसक्यो, तर त्यसको नाश हुन सकेन। अब त्यो बाण शीघ्र छड्नुहोस् अनि बैरीको नाश होला। ठिक उसै बेला ती 3 पुरहरू आधा निमेषसम्म जोडी फेरि छुट्टिनेछन्। ती पुरहरू एकपल्ट जोडिएर छुट्टिएपछि जति बाण प्रहार गरे पनि सफलता प्राप्त हुनै सक्दैन। हे प्रभु, मेरो प्रार्थना स्वीकार गरी बक्सियोस् भनेर यस्ता प्रकारले ब्रह्माजीले महादेवलाई प्रार्थना गर्नुभयो अनि तत्काल बाण प्रहार गरेर त्यस त्रिपुरलाई नाश गर्नुहोस् भनेर यस्ता प्रकारले ब्रह्माजीले महादेवलाई प्रार्थना गर्न लाग्नुभयो अनि यस्तो प्रार्थना सुनिसके पश्चात भने ब्रह्माजीले त्यस्तो विनम्रपूर्वक युक्तिहरू जब महादेवका सामुन्ने ब्रह्माजीले भन्न लाग्नुभए, तत्पश्चात भने ब्रह्माजीको यस्तो विनम्र युक्त कुरा सुनेर महादेवले भन्न लाग्नुभयो, ठिक हो, असल हो भने त्यो अग्नि होस युक्त उक्त बाण धनुमा राखेर धनुलाई तालमाथि झुकाएर दिव्य 10,000 वर्ष पुग्न सता आधा निमेष आधा आँखा झिम्म गरेर उगारे जति समयको लागि त्रिपुर जोगियो। तब महादेवले आफ्नो योग बलले निश्चल पारिदिनु भयो अनि जसको टुप्पामा अग्नि सोम स्थित थिए त्यो नारायण रूप बाण शिवले प्रहार गर्न लाग्नुभयो अनि त्यो बाण छुट्न साथ त्रिपुरका भव्य महलहरूमा आगो लागेर चारैतिर डढ्न लाग्यो। धिक धिक कष्ट भन्ने शब्द सुनिन लाग्यो। महादेवले तत्काल नन्दीलाई भन्नुभयो, हे नन्दी, त्यो मय दानव मेरो प्रिय भक्त छ, त्यसलाई अग्निले नडराऊ। श्री महादेवको यस्तो वचन सुनिसके पश्चात भने वायुरूप भई बाण भन्दा पनि बेगले जब नन्दी जान लाग्नुभयो, मयको घरमा नन्दीले देखे राजा मय शिवलिङ्ग सामुन्ने राखी उनकै ध्यान गरिरहेका छन्। तब नन्दीले मयलाई भने, अग्निले तिमीलाई जलाउने छैनन्। मैले तुरुन्त नन्दीलाई प्रणाम गरे। त्यसै बेला अग्नि पनि आइपुगेर नन्दीले शिवको आज्ञा अग्निलाई सुनाइदिन लाग्नुभयो। तब अग्निले मय दानवतिर फर्केर भने, हे शिवभक्त, अब तिमी यो नगर छोडेर तुरुन्त जाऊ। मयले जो आज्ञा भनेर सुवर्णको शिवलिङ्ग बोकेर तत्काल पाताल लोकमा जान लागे। यता नन्दीले फर्केर गएर सम्पूर्ण कुरा महादेवलाई बिन्ती गराएर सुनाइदिनु भयो। अब त्रिपुर भस्म हुन लाग्यो। त्यसका बेरी महल उद्यानहरू धमाधम भत्किएर नासिन थाले। अनेक दानव र तिनका परिवारहरू कराएको मात्र सुनिन लाग्यो। वस्त्र खुस्केका अनेक सुन्दरी स्त्रीहरू घरबाट बाहिर निस्केर रोई कराई गरिरहेका छन्, चर्को स्वर निकालिरहेका छन्। अग्ला अग्ला महल र विमानहरूमा रहेका कठोर र उच्च स्तन भएका मदले नेत्र भएका आफ्ना
पतिका अत्यन्त प्रिय नारीहरू अग्निबाणले डराई घर घरमै यताउता दगुर्न र कराउन लाग्दछन्। जस्तै पर्वतमा भूमिकम्प हुँदा त्यहाँबाट किन्नरहरू भयले व्याकुल हुन्छन्, त्यस्तै आफ्ना पतिलाई भयले आकुल भई अङ्कमाल गर्न लाग्दछन् र कोही डराएर भाग्न लाग्दछन्। कतिपय दानवगण आफ्ना आफ्ना स्त्रीलाई बोकेर नगरहरू पार गर्न लाग्दछन्। अनि शिवको भक्तिले हिन र वस्त्रभूषणले पनि हिन भएका पर्वताकर देख्दैमा डर लाग्दा र काला दानवहरू चढेर सागरमा खस्न लाग्दछन्। जति दानवहरू समुद्रमा खस्दथे ती सबैलाई जलमा अनेक जन्तुले खान लाग्दछ। अनि कति दानवहरू त आफ्ना पति वा पत्नीको अवस्था देखेर खप्न नसकेर आगोमा डढेर प्राणलाई आहुति दिने गर्दछन्। अनि रतिका अत्यन्त खेदित भएका तर तुरुन्त कामले पीडित भई प्रियामा साथ जाऊ भन्ने इच्छा भएका ती दैत्यहरू भारिया सहित अग्निमा डढेर मर्दछन् भने कोही समुद्रमा हामफालेर जलजन्तुको भोजन भएर जाँदछन्। कोही आधा डढेर कोही भाग्दा लडेर स्वाहा भए। यस प्रकार त्यो अमोद अग्नि सोमयुक्त बाणले त्रिपुर भस्म पारी शेषनगर समुद्रमा डुबाएर फेरि भगवान शिवजीको हातमा आइपुग्यो। यस्ता प्रकारले अवेद्य त्रिपुर भस्म भएपछि देवताहरू आफ्ना आफ्ना अधिकार पाई शिवजीलाई प्रणाम गरेर स्तुति गर्न लागे। हे रुद्र, आज हजुरद्वारा जुन रौद्र कर्म हुन गयो त्यो अन्य कसैबाट पनि कहिले भएको थिएन र फेरि पनि हुने छैन। हे शङ्कर, यो कामले हामी समस्त देवताहरूको कष्ट निवारण गरिदिनु भयो। हजुरलाई कोटी कोटी नमस्कार छ। यस्तो देवताको स्तुति गरेको सुनेर महादेव प्रसन्न भएर आज्ञा गर्नुहुन्छ। आज्ञा गर्न लाग्नुभयो। हे देवता हो, आफ्ना प्रिय भक्तहरूलाई सदैव पुत्र जस्तै स्नेहपूर्वक पालन गर्नुपर्दछ। आज त्रिपुरवासी दानवहरूको संहार हुन गएकोले तिमीहरूको इच्छा पूर्ण भयो। अब तिमीहरू खुसीदार आफ्ना आफ्ना आश्रममा जाऊ। श्री महादेवको यस्तो वचन सुनेर महादेवलाई ती देवताहरूले दण्डवत गरेर आफ्ना आफ्ना लोकमा जान लाग्नुभयो। देवताहरू गइसके पश्चात भने नन्दी, भृङ्गी, भूत, प्रेत, पिशाच, डाकिनी, साकिनी सहित भएर शिवजी कैलाश पूर्वीमा जान लाग्नुभयो। हे अगस्त्य मुनि, यो साहस कसैले वर्णन गर्न नसक्ने त्रिपुर दाह मैले तिमीलाई सुनाएँ। जो शिव भक्त खुसीसाथ यो कथा सुन्छ वा सुनाउला भने त्यो व्यक्तिलाई समस्त पापबाट मुक्त भएर जानेछ। र यदि त्यस्ता व्यक्तिको यस्तै कथाहरू श्रवण गर्दा गर्दै त्यस्ता व्यक्तिको मृत्यु हुनेछ, प्राणलाई बखत गर्दछन् भने त्यस्ता व्यक्तिहरूको मृत्यु भए पश्चात पनि शिवको पार्षद भएर सधैँ कैलाशमै बस्न पाउनेछ भन्नेसम्मका प्रसङ्गहरू पञ्चम अध्यायमा श्रवण गराउँदै पञ्चम अध्यायलाई विराम दिनुहुन्छ। इति श्री स्कन्द पुराणे केदारखण्डे माघमाहात्म्ये कुमारागस्य संवादे श्री सुसाने परमेश्वर्यां व्रतकथायां त्रिपुरदाह वर्णनं नाम पञ्चमोत्सवः। अब अन्त्यमा हजुरहरूले फेरि यो पुष्प के सम्भव छ ती कुराहरू लिएर भगवती स्वस्थानी परमेश्वरीको आराधना गर्नुहोला। ओम उपनयतु मङ्गलं सकल जगन्मङ्गलालय श्रीमान् दीनकर्णकिरणनिबोधितं नवनलिनदलविन्निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्रह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणा निर्धना सदना सन्तु जीवान्तु शरदां सतां तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतो द्वारकथा प्रसङ्ग या कुन्देन तुषारहारधवला या शूरवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना
या ब्रह्माच्युतशङ्कर प्रभृतिभिर्वेदैर्सदा वन्दिता श्यामां पात सरस्वतीं भगवतीं निःशेषजाड्यापहां कायेन वाचा मनसेन्द्रियेर्वा बुद्ध्यात्मनो वा प्रकृते स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् नारायणायेति समर्पये तत्। श्री स्वस्थानी देव्यार्पणमस्तु। श्री स्वस्थानी परमेश्वरी माताको। हजुरहरूले यस श्री स्वस्थानी व्रतकथा अवश्यमेव श्रवण गर्नुभयो होला। यस भक्ति ज्ञान युट्युब च्यानलको मार्फतबाट हजुरहरूले यो स्वस्थानी व्रतकथा श्रवण गरिसक्नुभयो। आज पञ्चम दिन स्वस्थानी कथा प्रारम्भ भएको पाँचौँ दिनमा भने हामीले यो 5 अध्यायको कथालाई श्रवण गरिसकेका छौँ। हजुरहरूले कुन स्थानबाट यो कथालाई श्रवण गरिरहनु भएको छ अवश्यमेव कमेन्ट गर्न पनि नभुल्नुहोला। साथै हाम्रो भिडियो हजुरहरूलाई कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया पनि अवश्य पनि दिनुहोला। साथै हजुरहरू यस भक्ति ज्ञान युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया अवश्यमेव हामीमा जोडिनको लागि सब्सक्राइब गर्नुहोला। साथै साइडमा रहेको बेल आइकन आइटमलाई पनि प्रेस गर्नुहोला ताकि यस्ता विविध प्रसङ्गहरू उत्थान गरेर हामीले भिडियो निर्माण गर्दै अगाडि बढ्ने क्रममा हजुरहरूको डेस्कटप र मोबाइल फोनमा अग्रपृष्ठमा आएर त्यो भिडियो सम्प्रेषण हुनेछ। त्यसका लागि पनि हजुरहरूले अवश्य पनि सब्सक्राइब गर्नुहोला भन्दै म यस भक्ति ज्ञान युट्युब च्यानलको प्रवर्धक यस कार्यक्रमको सञ्चालक आयुष नरोला पनि हजुरहरूका सामुबाट बिदा हुन चाहन्छु। हजुरहरूको दिन शुभ रहोस्। अस्तु। जय श्री राधे, जय श्री कृष्ण।